हेलो गाइस, वेलकम ब्याक टु माई न्यू ब्लग हैन। आज चाहिँ हामी जाँदैछौँ, केटाहरू थुप्रोजना छ, 4 जना गाउँकै साथीहरू हैन। यता छ यो, यता छ ऊ अर्को। यिनीहरू चाहिँ फर्स्ट टाइम गएको, आज यिनीहरूको चाहिँ हुन्छ। आज चाहिँ यो गाउँबाट स्टार्ट गरेको हैन। यो हाम्रो गाउँको टुलुमारी बस्ती। यता पुरा जंगल है गाइस, पुरा हात्ती आता है ना, डेली डेली हात्ती आता है। गाना नहाल्नु बुझिस यति यहाँ चाहिँ आज केटाहरूको हैन फर्स्ट टाइम हो। अहिले यिनीहरूको हालत हेर्नु सक्नुहुन्छ, यस्तो छ। अहिले ठिक 2.5 घण्टा 3 घण्टा पछाडि यिनीहरूको हालत कस्तो हुन्छ त्यो पनि देखाउँछु हैन। जय गोर्खा। हिँड्दै अगाडि जा। यो चाहिँ आज हुन्छ जस्तो लाग्दैछ मलाई, साइकल कुदाइ देखेर चाहिँ यसको। अन्जु भाइ ठिक छ, आज कुदाउँछ। So guys, this is Prayagpur. Yes guys. गाइस यो चाहिँ हाम्रो मेमको घर हो। मेमको घर हो। मेम जानुका मेमको घर हो। थाहा थिएन? ल भएछ त। आज चाहिँ हाम्रो यहाँ बस्तीको केटाहरू छ होइन, केटाहरू। भाइ पुग्छ होला? फलो इन्स्टाग्राम। पुग्छु। हेरौँ अरू कुछ गाइस पहिले गाना दिल गया मेरा। So it's me XY Rohit 07 follow Instagram. आज हामी जाँदैछौँ कहाँ? जलगाउँ भ्यू पोइन्ट। लेट्स सी यु देयर गाइस। होप हामी राम्ररी पुग्छौँ। 4 जना डुरुमारी बॉयज। जय गोर्खा, जय गोर्खा, जय गोर्खा। रोक इङ्ग्लिसबाट भन्नुपर्छ ल, इङ्ग्लिसबाट ल। बोल्यो जित्ते बोल्यो। केटा अहिले यहाँ कस्तो तातेको छ, अहिले उहाँ पुग्नुन्जेलसम्म त्यसरी तात्तिनु हो। भइहाल्छ, जित्ते फर्ममा छ यार, जित्ते तात्तिँदैछ अझै। अरे खुट्टा हेर्नुपर्छ गएर मलाई खुट्टा। ल गाइस भेटौँ रोड पुगेर। गाइस हामी चाहिँ अहिले देउपाडा हाई रोड निक्ल्यौँ होइन। यो चाहिँ नेसनल हाइवे हो र यता केटाहरू छ। ओइ आइज न हौ छिटो यार। तँ अगाडि आइज त, यहाँ आइज। जित्यो तात्यो, पोज दिकिन गयो अन्त। यसले चुस्दैछ है भाइ, के चुसेको? गाइस अब चाहिँ त्यो पछाडि भएकोलाई चाहिँ हामी पर्खिने होइन। अब सिधा रोकिने हामी, ग्रास मोड पार भएर ग्रास मोड भनौँ न, त्यहाँ रोकिने, त्यहीँनिर पर्खिने।
नोक्सान हो। स्कुल हो गाइज। हाम्रो चाहिँ होइन बस्ने स्टेसनै नआइकन केटाहरू पछाडि छोडिएछ। घर जाने भन्दै थियो अनि फेरि हामी पर्ख्यौँ अनि आउँदैछ। हामी सिधा जाँदाखेरि बस्थ्यौँ ग्रास मोडमा, केटाहरू त नोक्सानमा बस्दैछ। पर्खेको अब उनीहरूलाई। गाइज साथीहरूले गर्नु गरौँ, यहाँ आधी घन्टा पर्खिसक्यो, आएकै छैन। ए आएछ त। इ वेलकम ब्याक भन्दैछ साला गोरु। यो ब्याक अर्को चाहिँ ऊ एफाले होबे ना बन्धु, ताड़ाताड़ी करते লাগবে। ए जिते बेस लगा ना, बेस लगा बेस। ए बो यत्रो भन्दाखेरि पनि मान्दैन। गन्जी छैन अर्को लगा न नि। अब चाहिँ गाइज होइन यिनीहरूलाई पछाडि छोड्नु हुँदैन। यो दुइटालाई चाहिँ बरुभन्दा सबैभन्दा अगाडि राख्छु, तर पछाडि छोड्नु हुँदैन। यिनीहरूलाई पर्खे गर्नुपर्छ अहिले फेरि। ल गाइज हेर्दै गर्नुहोस् होला अगाडि। ये जाना पहचाना सा लग रहा है ये लोगों को। यही तो गाँव दोष है हमारा। गाइज हामी चाहिँ अब यहाँ खाजा खानु आँटेको है। टोपी ल निकाल। हेलो गाइस, हामी चाहिँ खाजा खानु आँटेको अहिले। तपाईँहरूले पनि सक्नुहुँदैछ। यो सबै कुरा मैले बनाएको अरे, त्यसले बनाएको अरे हो। केटाहरूको लागि यो ल तिमीको लागि तिनवटा छ यहाँ। ल केटा हो अझै हात धोएर आइदिनु फेरि। अन्डा पनि छ गाइस। वी सुड इट प्रोटिन। डाइटमा ध्यान। चिउरा पनि चिउरा खानुपर्छ ल। यस यस राइट राइट। अन्डा तर मैले पुरै पकाएछु केटा हो होइन, अलिकति बिग्रेछ केही छैन। ए नथिङ ह्यापन, खानु पायो भने भयो भाइ। डाइट चाहिँ सादा रेट खानुपर्छ क्या। ए जिते अर्को भेस लगा त। ट्रेन पनि जानु हुँदैछ। लु 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 खोल खोल खाएर गइहाल्नुपर्छ। यो गाइस, सो वी आर हैविंग आवर ब्रेकफास्ट, रोटी अन्डा हैन केटा। यस यस देखाइदियो केटा। ए लन्च छ भन्दै हैन त्यस्तो केही हैन, जस्ट प्रोटिन निडेड। इट फास्ट, वी हैव टु गो। गो हरी अप बॉयज, हरी अप। तो अन्डा आराम खाऊ, बटर मोर लाने को। पानी उहाँ खोलामा त्यत्रो छ त। यो मर्ने बुद्धि मात्रै गर्दैछ त। यस्तो बाँचेर यो मुनि जाने अझै नि। गाइस हामी चाहिँ होइन खाजा साजा खाएर निक्लेको। अब चाहिँ सिधा चपरामारी फरेस्टमा रोकिने होइन एकछिन, अनि सिक्चुमा रोकिने। त्यस्तो रोकिँदै रोकिँदै जाने हो। एकैचोटि जानु सकिँदैन होइन, थाकिन्छ।
नाग्राकाटा ए भाइ पुग्छस् होला पुगिन्छ नि साइकलको पैसा लिँदैन नि यहाँ बाइकको लिँदैन नि थाहा छ त नि लिँदैन ए ल ल ओ गाइज होइन हामीले चाहिँ टोल गेट पार गऱ्यौँ अब छिर्यौँ हामी सुल्कापारा स्वागत होटल हो यो चाहिँ हैन यो किधर किधर नाम सुना सुना जैसा लग रहा है स्वागत होटल एंड रेस्टोरेंट तुमने बताया था अब यो जगह का नाम के अरे यहाँ पे चाहिँ आई लव नगरकटा बनाया है नया बनाया है ये पहले नहीं था फिलहाल में बनाया है ये ए क्या वी लव नगरकटा बनाएछ नि कहिले बनाएको मैले त अहिले भर्खर देखेको भर्खरै बनाएको हो यो नि अस्ति चाहिँ हामी उहाँ पर गएको थियौँ हालत कुछ इस प्रकार का हुआ है कपाल सपल बिग्रेर केही छैन हो अब गाना गाना एउटा जुन पनि ऐसे ना मुझे तुम देखो भन्ने होला हेर्छ नि भाइ अझै यहाँ रोकिनु पर्छ ल हामी चाहिँ गाइज हैन गोरुमारा फरेस्ट चपरामारी फरेस्ट छिरिसक्यौँ एकजना चाहिँ साइकल साटै मैले अब्बुसँग अभिषेकसँग कहाँ थे वो रास्ते के जिनसे गुल चुनता रहा दिल के धागे से उड़ती पतंग सबकी सुनता न था कि जब तुमने बोला हंसी थे उस तितली के पर जहाँ का सौदा कर बैठा पर दे दिए तुमको मगर कह दो के ना आपकी बेफिक्री बन गई हम सफर ढूंढा ठिकाना था अब आँखों में गाइज हामीलाई चाहिँ हैन यहाँबाट चाहिँ राइट जानुपर्छ राइट यताबाट चाहिँ राइट छिर्नुपर्छ सिधा गयो भने चाहिँ चाल्सा मालबजार सिलिगुडी हैन अन्त यहाँबाट चाहिँ राइट गयो भने चाहिँ झोलुङ बिन्दु कुमाई सामसिङ पनि जान्छ
केटा त यस्तो भयो त हालत बेकार भयो त नरु है आधी पनि पुगेछ साइकल त खतरा लडाइदियो त नि अब भाइ लडाउनु किन भाइ अब लडाइ त देख्छौ भाइ गाइस हामी चाहिँ हैन निक्लेको यहाँबाट साइकल फेकाफेक गरेर साथीले यस्तै अब यहाँ अफ छ यिनीहरू झन् कसरी सुँगुर कराएको जस्तो कराएको छ त बुता अघि भोइस कत्रै हिटको भएको थियो तर अहिले नि हुन्छ हौ हुँदैन त्यहाँनिर खतरा भएको थियो साइड लागे रोकिएको गाइस त्यहीँ रोकिएको फेरि यहीँ रोकिनु पर्दैछ के हो केटाहरू पनि यसले साइकलले कुदाउनु सकेको छैन ऊ म कहाँ अगाडि पुगेको नि फेरि छोडियो भनेर आएको कुछ दिनों से लग रहा है बदले बदले से हम हैं हम बैठे बैठे दिन में सपने देखते नींद कम है अभी कुछ दिनों से गाइस हामी चाहिँ यस्तो जग्गा आइपुग्यौँ हैन वाइल्ड लाइफ एरिया चप्रामारी अब ही कुछ नया है कोई राज कम वक्त है छुपाए खुदा ही जाने कि क्या है दिल पे शक मेरा इससे प्यार हो गया अभी कुछ दिनों से मैं सोच ला 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 तू बेखबर या सब खबर एक दिन जरा मेरे मासूम दिल पे गौर कर गाइस हम लोग पूरा थका हुआ है ठीक है अनि हम लोग अहिले यहाँ अलिकति थकाइ मार्ने के लिए बसा हुआ है तर साथी ऊ पर है अहिलेसम्म नहीं आइपुगा है उता है ऊ यसले गर्दा पूरा हम लोगों को पूरा ढिलो हो रहा है क्या कहाँ जुम करता है वो नहीं दिख रहा है यसले गर्दा हम लोग पूरा ढिलो हो रहा है क्या अहिले तो हम लोग वहाँ सुप पार होना चाहिए था अहिलेसम्म यहीँ पे हुन्छ बिजोकै है गाइस बल्ल बल्ल आइपुग्यो गाइस उहाँ पर थियो पाकिस्तानमा थियो भाइ तेरोमा ताकत छैन होला कि तर जोस हुनुपर्छ जोस जानु छ भने चाहिँ हैन त्यही भएर म भन्छु आउ त जोस 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 हुनुपर्छ क्या ताकत छैन भने पनि केही छैन बो यसले साला मेरो बोतलको पानी खाएछ नि त चिसो हुन्छ तेरो बोतल पानी बुझिस न जोस अझै घरमा बसेको भए पनि हुन्थ्यो अरे ओइ घरमा बसेको भए पनि हुन्थ्यो अरे घरमा बसेको भए यो हेर्न पाउँदिन थियो सपनों के फिर दरियाओं में थके हम गिरे कोई प्यार की तरकीब हो नुस्खे कोई जो सिखाए तो हम भी लगाइज हैन यिनीहरूलाई कराउँदा ओर्दा पनि हामी कराउँदै ओर्दै भए पनि सिप्चु चाहिँ आइपुग्नु आँट्यो अगाडि नै छ केटाहरू त पछाडि नै छन् तर आज हामीलाई पुरा लेट हुन्छ छिटो आइज गाइज हामी चाहिँ भर्खर सिप्चुबाट के किनेर निक्लेको अब सिप्चुबाट साइकल एक्सचेन्ज गरेको यो साइकल चाहिँ कुदाएको मैले हो मेरो साइकल चाहिँ ऊ सरले कुदाउँदैछ ए जितेलाई अगाडि राख्दा यसलाई साला 3-4 वटा साइकल फेरेर पनि लास्टमा हुन्छ यार यो la 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 la
यहाँ रोक्यौँ, ठगै मारेको। तर अस्तिको पालि चाहिँ हामीले हात्ती यहाँ ठिक्कै यही जग्गामा देखेको हो, अहिले चाहिँ छैन रहेछ। अहिले तर सफा पनि त बनाएछ। ओए रोक्न, यो फेरि हामीभन्दा बहुत पछाडि रोकिन्छ पो त। गाइस चस्मा बिर्सेछ त्यो दोकानमा मैले हो। के सामान किन्नु पर्खेको थियो, त्यो चस्मा रहेको थियो, बिर्सेछ। गाइज साइकल दिएको छ हो, यस्तो अप्ठ्यारो भएर यहाँ टुक्डी भइसक्यो। हालत चाहिँ यस्तो भयो, चस्मा पनि छोडियो दोकानमा, छोडिएछ हो, छोडिएछ। गुगल पेमा मेसेज गर्नुपर्छ होला। यो गाइस खोइ त केटाहरूको बिहानको जस्तो जोस त छैन त। हराए जोस, दिल गया दिल गया। मेरो छ नि भाइ फेरि यार। अन्त ओह्रालो आउनुलाई उकालो चढ्नै पर्यो। भर्खर गाइस कुमानी आइपुग्यौँ। कुमानी आइपुगे केटाहरूको हालत त्यस्तो भइसक्यो। वाह दबी दबी सी हंसी होठों पे फंसी है, गुदगुदी कर रही हवा, हल्ला मचा रही है पागल सी ख्वाहिशें, खुशियों की मिली है वजह। कुछ है जुनून सा, कुछ पागलपन है, सौ बातें करता ये बुद्धू सा मन है। कुछ है जुनून सा, कुछ पागलपन है, सौ बातें करता ये बुद्धू सा मन है। करने दे ख्वाबों को बदमाशियां, चलने दे नजरों की मनमानियां, ढूंढे चलो कुछ ठिकाने नए, होने दे पगली पगली सी नादानियां। होश में रहना है क्यों, रहने से होगा क्या, बेहोशियों में है मजा, बचकानी हरकतें जो होती है होने दे, खुशियों की मिली है वजह। कुछ है जुनून सा, कुछ पागलपन है, सौ बातें करता ये बुद्धू सा मन है। कुछ है जुनून सा, कुछ पागलपन है, सौ बातें करता ये बुद्धू सा मन है। मौसम ने भी की है कुछ कोशिशें, होने लगी देखो ये बारिशें, सर पे चढ़ा है ये कैसा असर, दौड़े रफ्तार में दिल की सब धड़कने, धुन कोई चल रही है कानों में धीमे से, रोशन है ज्यादा ये सुबह, हलचल जो हो रही है सीने में होने दे, खुशियों
खुशियों की मिली है वजह। कुछ है जुनून सा, कुछ पागलपन है, 100 बातें करता ये बुद्धू समन है। कुछ है जुनून सा, कुछ पागलपन है, 100 बातें करता ये बुद्धू समन है। गाइस हाम्रो साथी चाहिँ यहाँ खतरा साइकल कुदाउँदै चाहिँ हो, सबैभन्दा फर्स्टमा थियो यी। के गरेको थियो यस्तो यार हालत त। पम्चर भयो, पम्चर बनाउने सामानै छैन यहाँ हामीसँग होइन। यहाँ फुलको गाछ दामी छ। यो खोला अगाडि छ, हिँड्न पुल छ, पुल पनि छ त्यहाँनिर, खोला पनि छ त्यहीँ। त्यहाँबाट त पहाडमा अब चढ्नु स्टार्ट हुन्छ होइन। अब हिँड्दै होइन भाइ, साइकलमा। साइकल किन ल्याएको? केटाहरूले चाहिँ ऊ साइकल कुदाएको अरे। जिते कुदावा कुदावा। कुदा भाइ, ओइ कुदा। के भन्छौ? जोस खोइ जोस भाइ, तेरो पो त के भन्दैछ तैँले पनि। गाइस अघिको हामी आएको बाटो चाहिँ यो तलको हो। यो चाहिँ कुन चाहिँ जग्गा हो मलाई पनि थाहा छैन कि, तर यही बाटो हामी आएको थाहा छैन। उपर झन् कस्तो कस्तो बाटो छ नि। तिमीहरूको आउने बेला अहिले हो? अझै बहुत जानु छ। हामी गैरीबास त पुगेको छैनौँ, त्यहाँबाट त रङ्गु उयो के अरे रङ्गु पो अरे। उकालो पनि छ, ओह्रालो पनि छ, दुइटै छ। उतापट्टि छ नि। घाम पनि लाग्दैछ, पानी पनि पर्दैछ, के हो? पानी पानी वो you need water? Water H2O. ए भाइ हामी पुग्छौँ दलगाउँ। जिते पुग्छौँ। जिते लगाउँ भन्थ्यो। ए हेर त दलगाउँ पुग्दैनौँ हामी। ए यस्तो हार मान्छ अगाडि नै। मारे भन्दै जिते अरू केही भन्। भन्न सुत्ने अरे? कहाँ सुत्ने? घरमा कोही छैन।
पुग्छ 1 घन्टामा। 1 घन्टामा त रेड रैन पनि आइपुग्दैन। छोड़ो बहाने, क्यों ये कंजूसी ना होगी मायूसी पर कोई ना जाए, गवारा रह जाऊंगा फिर हाँ ज्यादा चाहिँ मजा आउने रहेछ। ज्यादा मजा आउने रहेछ। आराममा सकिन्छ। जिते तर यहाँसम्म आइपुग्दा चाहिँ कस्तो टाइपको चाहिँ फिल भइसक्यो त्यो भन्ने एकपल्ट। नर्गलोक पुग्यो भने कुन लोक? नर्गलोक नर्गलोक त यस्तो हुँदैन त। किन लजाको अनि यार यसो ब्लक केटीहरूले हेर्दैन नि त गर्दैछ। रास्तों पे जिनसे गुल चुनता मैं तो गैरीबास पुग्न आँट्यौँ हामी। अन्त यो बाटो चाहिँ रङ्गु जान्छ, यो बाटो चाहिँ रङ्गु जान्छ हो। अन्त यता झोलुङ बिन्दु कता कता जान्छ। केटाहरू आइपुगेको छैनौ। ये रहा गाइस लड़का लोग। गैरीबासै नपुगिकन चाहिँ हालत यस्तो भइरहेछ। ऊ पानी पर्यो फेरि हो। गाइस म पनि अब हिँडेको हल्का साथीहरूसँग एक्लै होइन। थाक्यो केटा हो? थाक्यो? थाकेन? अन्जुम थाकेको छैन अरे। ए अबु ओ यता त थाकिस्? ए साइकलमा थाकेको मान्छे होइन? ठिक छ गाइस, केटाहरूले गर्नु पर्यो भने अहिलेसम्म आउँदैन। बहुत लेजी हाम्रो केटाहरू। छुडा बा ओइ रोहनलाई यहीँ त कुकुरले कुदाएको नि। सुनि सब्बु यहाँ त्यस्तो भयो छिटा ओए। हाँ कहाँ जाने? दलगाउँ कि भ्यू पोइन्ट? दलगाउँ कता हो? यता जाने दलगाउँ? अरे थेत अन्जुमले पनि हार मान्छ भनेर सोचेको थिइनँ मैले। तर दलगाउँ भ्यू पोइन्ट यहाँ किन सकिँदैन? हिँड्न हामीलाई रिग्रेट हुन्छ पछाडि घर गएर। चढ अब यो यहाँ जाने हो भने त यहीँनिर हो नि। पानी पर्दैछ, फोनै भिजिसक्यो। पुऱ्याउ न। ए के भयो केटा हो? आँखों में बन गया घर, छोड़ो बहाने, क्यों ये कंजूसी ना होगी मायूसी
मेरोमा चाहिँ कस्तो दामी रहेछ आम्बो नि दामी क्या दामी दामी यत्रो थाकेको चाहिँ फिल भएन ओइ माथि दलगाउँ चाहिँ कहाँ हो भन्दा अब यहाँबाट अरे दलगाउँ यता माथि छ ऊ त्यता माथि के कहाँ छ छोड दे यो ठिक छ थेत दलगाउँ जाने भनेर आएको अरे पानीको उयो हेर्न हो भाइ कति सानो देख्दैछ नि मेरी जान जुगनू से भर दूंगा इस रात को अपना ढूंढो ठिकाना के छत का क्या करना जब तू हम सफर छोड़ो बहाने क्यों ये कंजूसी ना होगी मायूसी पर कोई ना जाने आइपुगे भन्दा बहुत साह्रो पऱ्यो अब दलगाउँ चाहिँ नजाने भन्दैछ हो साथीहरूले अब गैरीबास त मुस्किलले बहुत मुस्किलले आइपुगेको कि अब हामी दलगाउँ चाहिँ नजाने क्यान्सल भएको भनेको चाहिँ दलगाउँमै जाने भनेको थियौँ तर नजाने अरे क्या यही हो अहिले गैरीबास अब हामी चाहिँ यहीँबाट घर फर्किने लगाइ छैन म चाहिँ मेरो भ्लग यहाँ आजको यहीँ इन्ड गर्दैछु टाटा बाइ बाइ एउटा लाइक एउटा कमेन्ट एउटा सेयर गर्नुहोस् होला सब्सक्राइब गर्नुहोस् होला च्यानललाई होइन र आजको भ्लग चाहिँ म यहीँ गर्दैछु टाटा बाइ बाइ भेटौँ फेरि नेक्स्ट